What if I tell you नेपालमा खजाना भेटियो? हो हजुर खजाना, तर सुनको होइन, मिथेन ग्यासको। Nepal stands on the brink of a transformative energy. 50 वर्षसम्मलाई पुग्ने ऊर्जाको खानी लिएर नेपालमा मिथेन ग्यासको भण्डारण रहेको भनिन्छ। यो खजानाले नेपालको 50 वर्षसम्मको एनर्जीको डिमान्ड पूरा गर्न सक्छ। हो, जुन ग्यासलाई क्लाइमेटको भिलेन भनिन्छ, नेपालको लागि सुपर हिरो हुन सक्छ। यो भिडियोमा हामी टिकाथलीको फायर इन्सिडेन्टदेखि लिएर दैलेखको खजानासम्मको सबै कुराहरू एक्सप्लेन गर्नेछौँ। के नेपालले यो गोल्डन अपर्च्युनिटीलाई युटिलाइज गर्न सक्ला त कि वेस्ट गर्ने? लेट्स फाइन्ड आउट। 20th सेन्चुरीदेखि नै दैलेखका बासिन्दाहरूले ग्यास बबलहरू नोटिस गरेका थिए, जसमा सानो आगोको झिल्को पर्दा पनि आगो बल्ने गर्थ्यो। इनफ्याक्ट 1978-79 मा डिपार्टमेन्ट अफ माइन्स एन्ड जियोलोजीले एयरबोर्न म्याग्नेटिक सर्वे गरे। यसमा हेलिकप्टरमा म्याग्नेटोमिटर राखेर अर्थको म्याग्नेटिक फिल्डको भाइब्रेसन मेजर गरी सेडिमेन्टरी बेल्टहरू हेरी यहाँ पेट्रोलियम र ग्यास हुन सक्छ भनेर हाइपोथेसिस निकाले। त्यसपछि 1980 देखि 2000 सम्म ओइल एन्ड ग्यास कर्पोरेसन र अन्य इन्टरनेसनल टिम्सहरूले प्रिमिलेनरी सेस्मिक र जियोकेमिकल स्टडिज गरे, तर बजेट र टेक्नोलोजीको कमीले गर्दा ड्रिलिङ सम्भव हुन सकेन। अनि डाइरेक्टली 2019 मा नेपाल र चाइना बीच एग्रिमेन्ट भयो र 2.5 बिलियन रुपिज चाइनाले ग्रान्ट गर्यो र दैलेखको जलजले, सिरिस्थान, नविस्थान जस्ता ठाउँहरूमा ड्रिलिङ गर्ने डिसाइड भयो। मे 11, 2021 देखि ड्रिलिङ सुरु भयो र कन्टिन्युसली 7 महिना ड्रिल गरेपछि डिसेम्बर 9 मा 4013 मिटर डिप पुग्दा मात्र एउटा वेलबाट 1.12 बिलियन क्युबिक मिटर मिथेन ग्यास भेट्यो र यस्ता 4वटा वेलहरू छन्। र चाइनिज जियोलोजिकल सर्वेले 430 बिलियन क्युबिक मिटर मिथेन ग्यासको दावा गर्यो, जुन नेपालको 50 वर्षसम्मको ग्यासको डिमान्ड फुलफिल गर्न इनफ छ। यति मात्र होइन, टिकाथलीको इन्सिडेन्टको बारेमा सुन्नु भएकै होला तपाईले। मार्च 4, 2025 मा टिकाथलीमा वाटर बोर होल ड्रिलिङ गर्दा 900 फिट तलबाट ग्यास निस्क्यो र आगो लाग्यो। डिपार्टमेन्ट अफ माइन एन्ड जियोलोजीले मिथेन ग्यास हो भनेर कन्फर्म गर्यो र काठमाडौँ मुनि 317.6 मिलियन क्युबिक मिटर मिथेन ग्यास छ र यसले काठमाडौँको 20,000 घरहरूलाई 50 वर्षसम्म पावर सप्लाई गर्न सक्छ भनेर अनुमान गर्यो। नाउ यु माइट थिङ्क मिथेन के हो भनेर। सिम्पली मिथेन एक प्रकारको कलरलेस र अर्डरलेस ग्यास हो। यो ग्यासले छिटै आगो पक्रिन्छ। मिथेन धरतीको तल लाखौँ वर्षदेखि गडिएको प्लान्ट र एनिमलको फसिलहरूबाट बन्छ। के तपाईँलाई थाहा छ, फिस्कल इयर 2024-25 को डाटा अनुसार मात्र 5 महिनामा नेपालले ग्यास, डिजेल र पेट्रोलमा लगभग 101 अर्ब रुपैयाँ खर्च गर्यो। यसको मतलब नेपालको टोटल इकोनोमीको 1/3 हिस्सा इम्पोर्ट गर्न युज हुन्छ। अब इमेजिन गर्नुहोस्, यदि हामीले मिथेन ग्यासलाई युटिलाइज गर्न सक्यौँ भने अर्बौं रुपैयाँ देशभित्रै बस्छ, हजारौँ नेपालीहरूले रोजगार भेट्छ। मिथेनले देशको इकोनोमीमा ठुलो इम्प्याक्ट पार्न सक्छ, नेपाललाई इन्डिपेन्डेन्ट बनाउन सक्छ। नेपालले इन्डिया, बङ्गलादेश लगायत अन्य देशहरूमा इनर्जी बेच्न सक्छ। नेपालको लागि मिथेन पावरफुल फ्युल मात्र होइन, पावरफुल फ्युचरको टिकट पनि हो। यो सबै रियल पोसिबिलिटिजहरू हुन् यदि यो गोल्डन अपर्च्युनिटीलाई सही तरिकाले ह्यान्डल गर्न सक्यौँ भने। बट वेट, यो यति सजिलो छैन। नेपाल जस्तो करप्ट पोलिटिसियन भएको कन्ट्रीको लागि त यो झन् च्यालेन्जिङ छ। चाइना जियोलोजिकल सर्वेले ग्यास छ भनेर कन्फर्म त गर्यो, तर त्यो ग्यासहरू निकाल्न र मात्र टेस्ट प्रोडक्सन सुरु गर्नको लागि
कम्तीमा 65 अर्ब चाहिन्छ। अब यो 65 अर्बमा कति अर्ब कसले उडाउने हो टुङ्गो छैन। झन् इन्फ्रास्ट्रक्चरको कुरा के गरौँ, राम्रो रोडहरू छैन, पाइपलाइनहरूको फेसिलिटीहरू छैन। झन् टेक्नोलोजिकल ग्यापको कुरा के गर्नु। नेपाल टेक्नोलोजीमा 40 वर्ष पछाडि छ। यो त बाइसाइकललाई बुलेट ट्रेनसँग कम्पेयर गरे जस्तै भयो। हो, देश सकाए पोलिटिसियनहरूले। र अर्को च्यालेन्जिङ फ्याक्टर भनेको मिथेनको प्रोपर्टी हो। मिथेन 5 देखि 15% हावासँग मिसियो भने सानो चिङ्गारीले पनि ठुलो एक्सप्लोजन हुन सक्छ। हिस्ट्रीमा यस्तो डिजास्टर नभएको होइन। यस्ता डिजास्टरहरू रेकर्डेड छन् जहाँ हजारौँ मान्छेहरूले आफ्नो लाइफ गुमाए। त्यसैले मिथेन एक्सट्र्याक्सनको लागि सिरियस प्लानिङ र ठुलो इन्भेस्टमेन्ट चाहिन्छ। हाम्रो देशको करेन्ट सिचुएसन हेर्दा एक्लै त्यो ग्यास निकाल्नु र युटिलाइज गर्नु नेपालको लागि इम्पोसिबल नै छ। चाइना जियोलोजिकल सर्भेले डिल गरेर डाटा त दियो, बट अब के चाइनाले ग्यास निकाल्न हेल्प गर्ला त? के नेपाल र चाइना बीच एग्रिमेन्ट साइन होला त? नो वान नोज दिस। सो अहिलेको लागि मिथेनको खजाना पेपरमा मात्र सीमित छ। अब यो खजाना निकाल्न सक्छौँ कि नै यो समयले बताउँछ। आई होप नेपालले यो गोल्डन अपर्च्युनिटीलाई प्रोपरली युटिलाइज गर्नेछ। जय नेपाल।